घर घरमा पुजिसान छन् के नेपालमा त छैन। मैले चाहिँ सुरुमा होइन जापान आउँदाखेरि चाहिँ हेर्दाखेरि हुन्छ नि मैले चाहिँ जापानबाट सिकेको भनेको चाहिँ एउटा सबैभन्दा मेन भनेको लाग्छ इचिबाङमा चाहिँ मैले के राखेको छु भने टाइम के। गुड मर्निङ सबैजनालाई। ल हामी नजिक छौँ होइन। तै के भन्न चाहनुहुन्छ? यो फुजिसान जापानमा जति महत्त्व छ हजुर यो विकसित देश हो जापान, पुरानो विकसित देश। हजुर तर हाम्रो यी फुजिसानहरू घर घरमा फुजिसान छन् कि नेपालमा त छैन। हजुर हाम्रो त्यो महत्त्व नै छैन भएन कि फुजिसान हाम्रो सानो फुजिसानहरूको प्रत्येक टोलमा छन् हाम्रो फुजिसान। हाम्रो यो फुजिसान जस्तो हाम्रो लेसु नै होला लगभग छ। अनि त्यसपछि के भयो भन्दाखेरि हाम्रो यो सबभन्दा त्यो नहुनुको कारण के हो भने हाम्रा नेताहरू देश डेभलप भएन, नेताहरूले देश डेभलप बनाउन सकेनन्। नसक्दाको परिणाम भनेको हामीले अहिले भोग्दैछौँ। यो हरेक कुराहरू पोलिटिक्ससँग जोडिन्छन् कि विकास नहुनुको कारण, हामी गरिब हुनुको कारण, हामी पढ्न नपाउनुको कारण, हाम्रो हातमा ठेला पर्नको कारणदेखि यावत कुराहरू यो चाहिँ विशेष गरी नेपालमा रहेका अझै त्यसमा विशेष गरी युवा पङ्क्तिहरू त बहुत पर्नेछ कि तर यो बुझ्नको लागि चाहिँ परदेशी नपर्दो रहेछ। परदेशी पछि बुझेर फेरि काम नलाग्दो रहेछ। काम नलाग्दो रहेछ। त्यो समस्या पछाडि भइसक्यो, एकदम पछि भइसक्यो। त्यो भएको कारणले गर्दा जति पनि युवाहरू हुनुहुन्छ नेपालमा उहाँहरूले चाहिँ यो कुरा एकदमै मनन गर्नुपर्ने छ होइन। 84सम्म विशेष गरी 84सम्म त बुझ्नु पऱ्यो नि। 84 पनि बुझ्नु पऱ्यो, त्योभन्दा अगाडिदेखि बुझ्नु पर्छ। 84 ठ्याक्कै आइसकेपछि त कहाँ बुझिन हुन्छ भएन। त्योभन्दा अगाडि बुझेको त्यसभन्दा मास नमस्कार गरेर अगाडि नमस्कार गरेर यहाँ गाडी कसले ठोकेछ ब्याक गर्दाखेरि ठोके। ए मजाले होइन लगभग पोलिटिक्स बयान गर्नु है। हेर्नु न अब अहिले त्यो गाडी जान्छ यतिर गाडी जान्छ केही छ त कुरा गर्न। अब होइन स्वर्ग भन्दा स्वर्ग यही होइन त। हेर्नुहोस् न अब जापानिजहरूले स्वर्ग कस्तो हुन्छ होला हामीलाई त्यस्तो स्वर्ग लाग्छ भने जापानिजहरूले स्वर्ग यो भन्दा नि खतरा होला नि। त्यही हो कि पढे लेखेको मान्छेको बुद्धि र नपढे लेखेको मान्छेको बुद्धि भनेको यो जापानले सिकायो। जापानले धेरै सिकायो। के छ प्रक्रिया? जापानले कुरा धेरै कुरा सिकाएको छ। सिकाइ भनेको कस्तो भने शिक्षामा पनि सिकाइ भन्दा आउनु पढ्यो नि त। सिकाइ भनेको जन्मेदेखि नमरुन्जेलसम्म हुन्छ। होइन
जे हरेक कुरा पनि सिकाइ हो कि त्यसलाई सिकाइ भनेको है मान्छेले के भन्छन् भन्दाखेरि सिकाइ भनेकोलाई उही पढाइको मात्र औपचारिक शिक्षा मात्र भन्छन् होइन औपचारिक शिक्षा सिकाइ त सकिँदै सकिँदैन नि कहिले पनि सकिन्छ मैले चाहिँ सुरुमा होइन जापान आउँदाखेरि चाहिँ हेर्दाखेरि हुन्छ नि हजुर मैले चाहिँ जापानबाट सिकेको भनेको चाहिँ एउटा सबैभन्दा मेन भनेको लाग्छ इचिबाङमा चाहिँ मैले के राखेको छु भने टाइम के माथि डर त आइको बाटै होला आइको जस्तै हामी यो त यार अब कहाँको हारा नजिक छौँ ल भन्नुहोस् न अब हामी मिसीमा आइ त इन्द्रको मोबाइल फुल किन हुन्छ मलाई त मन लाग्छ कि मेरो यस्तो हुन्छ कि अरूको भिडियो खिच्दाखेरि फुल्दैन त आफ्नो खिच्दा देखाउनु तपाईँ त आज खिचेका फोटोहरू त आजै ल्यापटपमा ट्रान्सफर गरेर मोबाइल खाली गराउने हो कि स्टोरेज त्यस्तो खालको सेन्सर राखेको हुन्न स्टोरेज खाली गराउनु पऱ्यो कि दुईवटा मोबाइल तिनवटा मोबाइल किन्न पऱ्यो नभए मैले अहिले आइसम्म किनिदिन्छु दाइसम्म जानु पऱ्यो फेरि मोबाइल किन्नको लागि त्यतिको लागि दुःख पाउनु पऱ्यो नि त अहिले यस्तो रहेछ आइओएस एउटा नयाँ सफ्टवेयर अपडेट गर्नु भएर देखाएको मोबाइल किन्न जाने दाइसोतिर क्लिप गरौँ काट्दै क्लिप गर्दै क्लिप सुन्तला हुने होइन सुन्तला पछि त छोराहरू पछि किने होइन ट्र्याक्टर